नेपालको ऐतिहासिक जिल्ला गोरखामा जन्मिएकी आस्था बस्नेत जेनजी पुस्ताकी हुन्। उनी काठमाडौँमा बसेर अध्ययन गरिरहेकी छिन्। यो पुस्ता घुम्ने प्रति कस्तो रुचि राख्छ भनेर आज उनीसँग मैले कुराकानी गरेको छु। अब तपाईँ एउटा जेनजी पुस्ताको भएको हिसाबले पनि तपाईँलाई घुम्ने चाहने प्रतिको रुचि के कस्तो छ? म चाहिँ खासमा अब हाम्रो चाहिँ जेनजी पुस्ताहरू चाहिँ धेरै जसो टेक्नोलोजीबाट नै घुमेको जस्तो देखिन्छ। फिल्डमा जान सक्ने, हिँड्न सक्ने, कुद्न सक्ने अलिक कम पनि छन् होइन उहाँहरू। हामीहरू चाहिँ अब शारीरिक रूपमा पनि त्यसरी नै हुर्किएकाले पनि होला, हाम्रो खानपान पनि अलिकति फरक भएकाले अलिकति कमजोर पनि छौँ र तराईको मान्छे पहाड जान नसक्ने, पहाडको मान्छे हिमाल जान नसक्ने अवस्था देखिन्छ। र पनि म चाहिँ के कुरामा विश्वास राख्छु भने एज अ जेनजी भए तापनि यात्रा गर्नुपर्छ र यात्रा गरिसकेपछि चाहिँ हामीले जुन त्यो ठाउँमा गइसकेपछि जे महसुस गर्छौँ त्यहाँका सामाजिक, आर्थिक, सांस्कृतिक, प्राकृतिक कुराहरू जस्तो महसुस गर्छौँ त्यो चाहिँ कुनै पनि टेक्नोलोजी, कुनै पनि अब हुन्छ नि यो विश्व ब्रह्माण्डले बनाउन नसकेको टेक्नोलोजीले पनि त्यो दिन सक्दैन। त्यसको लागि चाहिँ हामी प्रकृतिमा जानुपर्छ भन्ने कुरामा विश्वास गर्छु। त्यसैले घुम्नुपर्छ भन्ने कुरामा पनि मेरो राम्रो धारणा छ। तपाईँ आफैलाई चाहिँ कस्तो ठाउँ घुम्न मन लाग्छ? तराई, पहाड, हिमाल हुन्छ नि, र किन घुम्न त्यस्तो ठाउँहरू तपाईँको रोजाइकोमा पर्छ? म चाहिँ पहाडमा जन्मिएँ होइन। 14 वर्षसम्म म एसीसम्म चाहिँ मेरै गोर्खामा बसेको थिएँ। सो पहाड चाहिँ मेरो आँखाबाट जहिले पनि नजिकै रहिरह्यो त्यस्तो समय अवधिमा। र काठमाडौँ आइसकेपछि काठमाडौँ पनि पहाड, हिमाल सबै देखिने ठाउँ भएकाले मेरो आँखाले चाहिँ त्यस्तै नै खोज्यो। तराईमा म अब दीर्घकालीन रूपमा बस्न नसके तापनि मलाई तराई घुम्न चाहिँ एकदमै मन छ। अब तपाईँको त उहाँहरूसित सङ्गत हुन्छ, सहकार्य हुन्छ, कुराकानी हुन्छ, अब चिया गफ हुन्छ। यो बेला चाहिँ तपाईँहरू चाहिँ अरू साथीहरू खास गरिकन उहाँहरूको घुमाइप्रति, देश भूगोल बुझ्ने प्रतिको धारणा चाहिँ कस्तो पाउनुहुन्छ? मेरो सर्कल चाहिँ एकदमै राम्रो पनि छ अनि अलिकति हुन्छ नि पूर्वदेखि पश्चिमसम्मका सबै साथीहरू हुनुहुन्छ होइन। त्यही भएर पनि अनि हामी सबैजना उस्तै माइन्डसेटको भएर पनि साथी भएका होला सायद होइन। त्यही भएर घुम्नुपर्छ भन्ने कुरामा एकदमै उहाँहरू पोजिटिभ हुनुहुन्छ। अब जस्तो चाहिँ घुम्न जाने, भिडियो बनाउने, एटलिस्ट कन्टेन्ट क्रिएटरको जस्तो कामहरू पनि गरिरहेको देखिन्छ। र तपाईँले आफूले गरेको र तपाईँको अनुभवमा चाहिँ कस्तो देख्नु भएको छ तपाईँले? सो अब अहिले चाहिँ के परम्परा जस्तो छ भने हामीमा है एकदम हाम्रो जेनेरेसनमा चाहिँ गएको ठाउँ देखाउने र आफूले के गर्यो, के खिच्यो भनेर त सो गर्न चाहिँ रुचाउने हाम्रो पुस्ता छ। यात्रा गर्न त खर्चको पनि त व्यवस्थापन गर्नुपर्छ। यसलाई चाहिँ कतिको चुनौतीपूर्ण र कसरी भइरहेछ जस्तो भएको छ? अब वर्षैभरि नघुमेपछि एकपल्ट घुम्नलाई चाहिँ म्यानेज गर्न सकिन्छ पनि होला। किनकि अब हामीहरू एकदमै अरू कुरामा खर्च गरिरहेकाले अब घुम्न रुचि नै राख्ने मान्छेले अब महिनामा 100 रुपियाँ बचाएर पनि 1 वर्षमा राम्रैसँग घुम्न सक्छ। हुन्छ, यो महत्त्वपूर्ण समयको लागि धेरै धन्यवाद। हजुरको पडकास्टमा आएर बोल्न पायो म एकदमै धन्य साबित भएकी छु। आजको कुराकानी सुनिहाल्नुभयो। अर्को अङ्कमा यस्तै यात्रा सम्बन्धी फरक विषय लिएर उपस्थित हुनेछु।